अब चाहिँ आज चाहिँ होइन अब म फेरि नयाँ भ्लग लिएर आएँ अनि आज चाहिँ हाम्रो ड्युटी चाहिँ अब टेकुमा छ वेस्ट म्यानेजमेन्ट हेर्नको लागि हिजो नै हामीले भनिसक्यौँ अनि त्यहाँ चाहिँ अब कस्तो भने म चाहिँ यता कलङ्की नै हो अनि त्यही भएर यतैबाट जान सजिलो हुनुभएको भएर म चाहिँ कलेज जान्न अनि अहिले चाहिँ 7:30 भइरहेको छ अनि हामीलाई चाहिँ 7:30मा कलेजबाट बस हिँड्छ भनेको थियो त्यही भएर म नि रेडी भएर हिँड्न लाग्यो अनि त्यहाँ चाहिँ सायद मोबाइलहरू भिडियो खिच्नलाई अलाउड छ होला म चाहिँ हजुरहरूलाई सबै नै देखाउँछु अनि आज चाहिँ साथीहरूसँगको भिडियोहरू मैले आफैले खिच्न नपाए पनि साथीहरूको मोबाइलबाट भए पनि खिचेर चाहिँ ब्लगमा चाहिँ एड गर्छु अनि अरू त अब त्यही नै हो आजबाट चाहिँ अब हाम्रो इन्डस्ट्रियल फिल्ड भिजिट पनि सकिन्छ किनकि हामीले धेरै रमाइलो गऱ्यौँ अनि अब चाहिँ हाम्रो बोर्ड आउन लाग्यो अब चाहिँ प्री बोर्ड चाहिँ साउनको 4 बजीदेखि सुरु छ अनि प्री बोर्ड पछि चाहिँ हाम्रो 1 हप्ता क्लास हुने भनेको छ त्यो चाहिँ रिभिजन क्लास जसमा चाहिँ अब म्यामहरूले चाहिँ हामीलाई अब इम्पोर्टेन्ट क्वेसनहरू प्रोभाइड गर्नुहुन्छ अनि त्यसपछिको लास्टको दिनमा चाहिँ हामीलाई चाहिँ एक्स्ट्रा एक्टिभिटिज भनेर चाहिँ म्यामले छुट्टै राखिदिने भन्नुभएको छ हाम्रो अब रिफ्रेसमेन्टको लागि फर्स्ट इयरको इन्डियनको लागि अनि त्यतिखेर चाहिँ अब त्यतिखेर नि एउटा चाहिँ म्यामकै पर्मिसनमा चाहिँ हामी एउटा खतरा राम्रो भिडियो खिच्नेछौँ भ्लग बनाउनेछौँ अनि त्यसमा नि फुल इन्जोय गरेको नि भिडियो हुन्छ अनि बाई बाई गाइस अब म चाहिँ जान लाग्यो गाडीमा छौँ आज चाहिँ हाम्रो त्यस्तो टाढाको केही छैन जस्ट राइट देयर टेकुमा अलिक लागि वेस्ट म्यानेजमेन्ट त्यसको लागि जाँदैछौँ अनि आज चाहिँ हाम्रो टिचरहरू हामीसँग उपस्थित हुनुहुन्न धेरै दुःख लागिरहेछ अनि त्यसपछि करुणा पनि हामीसँग उपस्थित छैन धेरै खुसी लागिरहेछ आज अनि त्यसपछि गाइज बाइ द वे अहिले 7:51 भएको छ अनि 7:30मा आइपुग्नु पर्ने मान्छे यो कति 7 बजी उठिस होला 7:10मा उठ्यो होला है यसको त भरै छैन 7:25मा उठेर कुद्या नि हुनसक्छ मलाई त भर लागिरहेछ अनि ढिलो भइरहेछ म यहाँ टेन्सनमा दाइ नचलाउनु दाइ भन्दै बसिरहेको थिएँ है बाहिर अनि अब हामी त्यहाँ पुगेर करुणालाई भेट्नेछौँ र उसको पोइन्ट अफ भ्यू पनि बुझ्नेछौँ गाइस सो स्टे ट्युन्ड बाइक गाइस प्याटर्न देखाइहाल्नु पर्छ एट्स बक्सिङ फाइनली भन्सार ओटियो दिदी र म चाहिँ अब 2 खुट्टा चलाउँदै जानुपर्छ यहाँबाट अरू चाहिँ गइसक्यो होइन अनि फोन पनि आइसक्यो अब मार्यो हामीलाई ढिला भयो हामीलाई चाहिँ वातावरण व्यवस्था ठाउँ भन्ने ठाउँमा वातावरण व्यवस्थापनमा आइज भनेर भन्नुभएको छ हाम्रो साथीले अनि मास्क किनेर झोलाभित्र हालेर हामी चाहिँ यसो 2 खुट्टा चलाउँदै हिँडेको ढिलो हुने अवस्था भएकोले चाहिँ यस्तो कुद्दै कुद्दै गइरहेको छ हामी चाहिँ ढिलो भइसक्यो आज मैले ढिलो गरेँ यार फर्स्ट रेकर्ड भयो तर म ढिला हुँदैन थियो पैसा बिर्सेर फेरि घर गएको कि अनि त्यही भएर गाइस अनि फेरि अहिलेसम्म आउँदैन त्यही भएर हो अनि देखाउँछु म चाहिँ अब सबै अब नजिक आइसक्यो गनाउँछ एकदम गनाउँछ यार आज अब रुगा नै राख्छ मलाई अहिलेदेखि रुगा लाउँछ के भने प्रिभेन्सनको लागि पहिला मास्क लगाएँ गाइस कस्तो देख्छ मास्क लगाउँदा लखट्न बेलाउँदैन आइपुग्यो आइपुग्यो हाम्रो साथीहरू कता छन् अघि नै खोकिसकेको थिएन अब मर्छन् अमिषा गजमेर आभारी माल के अरे मिस्टर त नभन्नुहुन्छ अहिले मिसेस अमिषा त्यो चाहिँ म हो है मिसेस गजमेर भाइ त मिसेस अमिषा उसलाई चाहिँ होइन सबले केटा थाल्न होइन ऊ चाहिँ सोल्टी हो मेरो तर केटी नै हो है बाई द वे भन्नुहोस् त आउँछ मिसा दोस ऊ चाहिँ मेरो डल्लाज ग्याङको मेम्बरै हो डल्लाज ग्याङ
यसलाई हेर्नु नि यसको मुख हेर्नु नि यहाँ आज त राम्रो देखाएको छ राम्रो यसलाई कहिले राम्रो देखाएको भाइ चाहिँ आइपुग्यौँ अब अनि वेस्ट म्यानेजमेन्टमा हाम्रो चाहिँ म्यानेजमेन्ट भइरहेको छैन है छु एनी टाइम अनि छु सब जनताहरू आइसक्यो यहाँको हालत छैन मास्क नलगाइ उभिने खालको सो द ओन्ली थिङ गुड हियर इज मी सो अनि यता यता सबजना आइसक्यो हाम्रो म्यामहरू गयो दोस्त म तिमीलाई सुनाउँछु यता केटाहरू के भन्नु भाइ म 7 बजे उठेको गाडी गेटबाट मास्क लगाएर सुहाउने रहेछ है बाइ द वे मलाई यो जिन्दगीले छोट दियो भाइ भइरहेको म्यानेज लागि आएको हामी चाहिँ यहाँ होइन अनि कस्तो चल्दैछ भन त तिमीलाई गनाएर उग्री बन्द छ है मैले त केही बोलेको सुनेको पनि छुइनँ गाइज म केही एक्सप्लेन नि गर्न सक्दिनँ अहिले अनि यहाँ सबजना सुनिरहेछन् होइन उनीहरू सुनेको छैन होइन तिनीहरूको कुरा गरे होइन अरू केटीहरू अनि म चाहिँ त्यहाँ एकछिन 5 मिनट अगाडि बसेर सुनेको होइन लेखेँ मैले म यता फर्काएको यता अनि हाम्रो आवाज दोस्तहरू सुनिरहेछ यार गाइज एकजनाले चाहिँ सुन्नु पऱ्यो नि ग्रुपको एकछिन 5 मिनट अगाडि बसेर सुनेको म सकिनँ मरेँ यार म खोकी ल्याएर मरेको चाहिँ छैन यहीँ छु म भोलि आउँदैन म बिराम भयो भनिदिने हो वेस्ट म्यानेजमेन्टमा गएर बिमारी भयो सबजनाको 40 रुगा खोकी लाग्यो भनिदिने म त एचबाट माने त्यसपछि यहाँनिर कोही यता बस्दैछन् अनि आमा पनि निस्कियो अब आमा निस्किन आमा दोष यहाँ आऊ के भन्नु छ ल भन त मेरो लेख्ने जागर सक्यो गाइस म त्यही भएर आएको मेरो तर धेरै कुरा भन्यो यहाँको यो मलहरू आइएनजिओ एनजिओजहरूमा बेच्नलाई नि जान्छ अरे अनि कुनै कुनै ठाउँमा फ्री अफ कस्ट नै हुन्छ अरे अर्ग्यानिक मलहरू कसले सोध्यो भाइ तँलाई यसले सोधा मैले सोधेको थिएन के भन्यो अब दोस्त भन्छ भनेर भन्छ अनि त्यहाँनिर चाहिँ यो अर्ग्यानिक हाम्रो मलहरू अनि यो चाहिँ बिक्री गरिन्छ आइएनजिओ एनजिओ केमा बेचिन्छ अरे अनि यो चाहिँ फोटो उठाउने गाडी अब गाएछ तर अनि यता रोड छ यस्तोमा कसरी हिँड्छ होला मान्छे म मर्न लागिसकेँ यहाँ लगाएछ होइन अब हाम्रो चाहिँ सक्यो भिजिट होइन अब के को भ्लग बनाउने हामी गाइज अब लास्ट दिन हामीले गर्ने भने हात त्यो रमाइलो यार अब खाएको ल गाइज म उठेँ भन्ने भन न डे इन आवर लाइफ एज अ नर्सिङ स्टुडेन्ट भन्ने एउटा भ्लग चाहिँ बनाउनु पर्छ रिपोर्ट बनाएको बेलाको बनाउनु पर्छ मरिमरि रिपोर्ट बनायो त्यो बेला चाहिँ बनाउनु पर्थ्यो क्या हामीले अब सक्यो हाम्रो आजको भिजिट होइन अनि त्यसपछि अब हामीले कुनै जमानामा 2 रात नसुती रिपोर्ट बनाउँछौँ त्यो चाहिँ हाम्रो हस्पिटल ड्युटीको बेला हो अनि त्यतिखेर नै हामीले स्टेज चाहिँ लिएन है गाई त मैले हिजो भने चाहिँ स्टेज लिने होइन त्यतिखेर नै मजा गऱ्यो कि हामीले एकदम धेरै रमाइलो गऱ्यौँ होइन रातभरि उठे एक्सपिरियन्सहरू मजा आएर अनि केही छैन हेर होइन अनि रमाइलो भयो आज पनि त्यस्तो नरमाइलो थिएन हल्का गनायो चाहिँ किनकि वेस्ट म्यानेजमेन्ट आएपछि त गनाइहाल्छ होइन अनि बिङ अ जेन्टलम्यान हाम्रो हिजोको टिकटको पैसा तिर्दा रहेछ पैसा नि लिन मान्दा छैन अनि थोप्रा देखेको है हेर्दा मलाई यो जिन्दगी भाइ मैले देखिरहेको छु भाइ भ्लगमा अनि बुझेँ एकछिन रिसाएँ होइन ब्राइटनेस फुल बनाएन भनेर मेरो मोबाइलमा ब्राइटनेस फुल बनाए चाहिँ एकदम छिटो ह्याङ हुन्छ अनि हिजो पनि 4 घन्टामा 2 घन्टा त 4 घन्टामा 2 घन्टा त मेरो मोबाइल ह्याङ नै भयो अनि हिजो भिडियो छिटो चाहिँ किन अपलोड गर्न नपाएको भन्दाखेरि चाहिँ होइन हिजो चाहिँ मेरो चाहिँ क्यापकटले चाहिँ मलाई भिडियो तान्नै दिइरहेको थिएन अनि किनभने होइन मैले मेरो गाई चला भनेको जे भयो नि अनि लास्ट चाहिँ छेउ भएको थियो हिजो चाहिँ अनि एकछिन रुनै मन लाग्थ्यो त्यत्रो 4 घन्टाको एडिट मेरो खेरै गइसकेको थियो अनि पछि अनि समाउ मैले चाहिँ अनि स्क्रिन रेकर्ड गर्ने विचार गरेँ स्क्रिन रेकर्ड गरेर अनि क्रप गरेर भिडियो पोस्ट गरिदिएँ आमा र अमिषा चाहिँ छुटेर गइसकेन् उनीहरू चाहिँ उतैबाट जाने रे अनि म चाहिँ फरक बाटो फरक ठाउँ परेपछि यस्तै हो होइन अनि मेरो मसँग हुनुहुन्छ पुष्पाजी
अनि अब चाहिँ म गाडी चढेपछि नै बनाउँछु होइन मलाई बोल्नै मन लागेन त्यहाँको देखेर त्यो फर्केको अब बाँकी कुरा चाहिँ म घरै गएर भन्छु अब गाइस होइन हाम्रो चाहिँ आज इन्डस्ट्रियल फिल्ड भिजिट चाहिँ आज चाहिँ अब सक्यो अनि इट्स 9:30 ठ्याक्कै 2 घन्टाको भएछ त्यो 1 घन्टा चाहिँ हामी त्यहाँनिर बस्यौँ नै अनि हामी त्यहाँनिर इन्फर्मेसनहरू अब अब्जर्भ गऱ्यौँ त्यहाँको इन्भाइरोमेन्ट अनि त्यहाँको पिपुलहरू कसरी काम गर्नुहुन्छ त्यहाँनिर चाहिँ कसरी चाहिँ वेस्टहरूलाई चाहिँ अब म्यानेजमेन्ट गरिन्छ भनेर त्यहाँ 1 घन्टा चाहिँ हामीले बसेर पुरै नै हेऱ्यौँ अनि त्यसपछि बाँकी अरू 1 घन्टा चाहिँ अब आधी घन्टा चाहिँ जान नै भनौँ आधी घन्टा आउन नै भनौँ अनि त्यो 1 घन्टामा चाहिँ अब हामीले चाहिँ अब हाम्रो यो हुन्छ नि फर्स्ट इयरको सबै नै हुन्छ नि अब इन्जोय गर्ने दिनहरू चाहिँ अब सकायो भने हुन्छ अनि आज चाहिँ फुल डे बाँकी नै छ अझै अनि अब घुम्न जाने प्लान त छैन तर इन केस जान नै सकिन्छ होइन अनि अब त्यतिबाट जाउँ भनेको अब अलि मिलेन किनकि खानाहरू नै खाएको थिएन अनि अब भोलि चाहिँ बिदा छैन रेगुलर क्लास चाहिँ जानुपर्छ हामी चाहिँ भोलिको अब अरू दिन जसरी नै अनि रिपोर्ट चाहिँ हामीले अब यत्रो कम्युनिटी भिजिट गइसकेपछिको रिपोर्ट चाहिँ हामीले बिदा पाएको थियो त्यतिखेर चाहिँ रिपोर्ट बुझ्नको लागि अनि अहिले पनि अब बिदा नपाए नि अब टाइम चाहिँ पाएको छौँ किनकि यो कम्युनिटी भिजिटको जस्तो चाहिँ रिपोर्ट चाहिँ बनाउनु पर्दैन यसमा चाहिँ सामान्य अब त्यहाँको अब्जेक्टिभ्सहरू मात्रै लेखेर बनाउने थियो अनि अब यस्तै हो अब सक्यो भनौँ मेरो भ्लग सक्यो त नभनौँ जे भने अझै दिनहरू बाँकी छ अब चाहिँ डे अफ डेली लाइफ अफ नर्सेस यस्तै भनेर नै राख्छु म भ्लग किनकि इन्डस्ट्रियल भिजिट सक्यो एन्ड टुडे अनि इन्डस्ट्रियल भिजिट चाहिँ हाम्रो एकदमै रमाइलो भएको थियो एकदमै राम्रो नै भएको थियो अनि सबै राम्रोसँगले सकियो अनि सो गाइस आज चाहिँ हाम्रो इन्डस्ट्रियल भिजिटको लास्ट डे थियो एन्ड आज चाहिँ हामी टिकु गएको थियौँ स्पेसिफिकली वातावरण व्यवस्थापनको ठाउँमा अनि आजको दिन चाहिँ हल्का छोटो नै थियो लाइक हामी बिहान 7:30 7:45तिर गएको थियौँ अनि त्यहाँ टेकुतिर गएर चाहिँ हामीले लाइक वेस्ट म्यानेजमेन्ट त्यहाँ कसरी गरिन्छ भनेर थियो लाइक घरबाट वेस्टहरू कलेक्ट गराएदेखि त्यहाँ गएर वेस्ट म्यानेज गरेर त्यहाँबाट अझै कता लान्छ भनेर पुरै इन्फर्मेसन पायौँ नयाँ नयाँ चिज सिक्न पायौँ एन्ड अब अनि हामी चाँडै नै फर्क्यौँ आज चाँडै गयौँ चाँडै फर्क्यौँ अनि अब एज इट वाज आवर लास्ट डे ओभरअल भन्नुपर्दा चाहिँ हाम्रो इन्डस्ट्रियल भिजिट राम्रै थियो लाइक मजा नि आयो इन्फर्मेसनहरू नि पायो एन्ड यस मजा आएको थियो इन्डस्ट्रियल भिजिटमा चाहिँ नि अब चाहिँ नि इन्डस्ट्रियल भिजिट सबै सकिसक्यो तर नि टेन्सन नट इन्डस्ट्रियल भिजिट सक्यो नि हामी अझै भ्लगहरू राख्न सक्छौँ यसो मुड चल्यो भने स्टे ट्युन्ड